नमस्कार, म साङ्चे डिभिजन ग्याङम्यान। आजको कार्यक्रम चाहिँ भन्नुपर्दा आजको यो फेयरवेल कार्यक्रम है, विदाई समारोह, 5 जनाको यसपालि 5 जनाको विदाई समारोह कार्यक्रम थियो र हामी सम्पूर्ण स्टाफ अनि युनियन अनि सम्पूर्ण हाम्रा सुपरभाइजर डन्टे अनि हाम्रा यता श्रमिक वर्गहरू सबै मिलेर चाहिँ यो कार्यक्रम चाहिँ गरेको हो। यो कार्यक्रम चाहिँ गर्नुको चाहिँ मेन उद्देश्य चाहिँ हामीले के छ भनेदेखिलाई उहाँहरूले 60 वर्षसम्म आफ्नो यो कमानलाई आफ्नो पसिना बगाएर है 60 वर्ष उहाँको एज भए बापत उहाँ रिटायर हुनुभयो र उहाँलाई हामी यो सम्मान स्वरूप विदाई कार्यक्रम एउटा तह मिलाएको थियो। किन उहाँलाई उहाँको धेरै पसिना गएको छ, त्यसले गर्दाखेरि हामीले सम्झ्यौँ उहाँलाई यो हामीले सम्मान नहुने जस्तो हामीलाई लागेर चाहिँ यो हामीले लास्ट इयर पनि हामीले 7 जनालाई विदाई समारोह गरेको थियो भनेदेखिलाई यसपालि हाम्रो डिभिजनबाट 5 जना चाहिँ हाम्रोबाट चाहिँ उहाँहरू अवकाश प्राप्त गर्नुभएको थियो र आजको कार्यक्रममा हामीले 5 जनालाई चाहिँ विदाई समारोह हामीले गर्ने तह मिलायो। यो आजको कार्यक्रमको मेन उद्देश्य नै यही हो। अनि 5 जना चाहिँ को हुनुहुन्छ भनेदेखिलाई म तपाईँले बताउँछु। भीमकुमारी थापा, अर्को रूपनारायण प्रधान, वकिल राई अनि प्रेमकुमार तामाङ अनि अर्को पासाङ शेर्पा उहाँ हुनुहुन्छ। यो अब कन्सेप्ट कहाँबाट आयो भन्नु पर्दा चाहिँ म 2023मा यहाँ आएको छु, साङ्चे डिभिजनमा आए बापत। त्यहाँदेखि 24मा चाहिँ 7 जना हाम्रो रिटायर भयो। रिटायर हुँदाखेरि चाहिँ मलाई चाहिँ कस्तो लाग्यो भनेदेखिलाई अब रिटायर हुँदाखेरि उहाँलाई हामीले केही त सम्मान गर्नुपर्छ भन्ने जिज्ञासा लागेर मेरो जति पनि सुपरभाइजर है, मेरा सहयोगी कार्पेन्टर दाजु है, अनि अरू अन्य हाम्रा जस्तै डन्टे सुपरभाइजरसँग सल्लाह गरेर चाहिँ यो हामीले चाहिँ एउटा यसको जुन चाहिँ कन्सेप्ट चाहिँ निकालेको हो। हामीलाई यो प्रकारले हामीले चाहिँ उहाँहरूलाई सम्मान गरौँ है भनेर चाहिँ यो एउटा कन्सेप्ट निकालेको हो। सम्मानमा चाहिँ के भयो भनेदेखिलाई उहाँलाई उपहार स्वरूप के दिने भन्ने हामीले चाँजो पनि अब भयो। प्राय यो फेयरवेल प्रोग्राम यो जुन चाहिँ उपहार स्वरूप चाहिँ के हुन्छ भने प्राय यो उहाँहरूलाई प्याक गरेर दिने कार्यक्रम हुन्छ क्या त, प्राय नै ठाउँ तपाईँले देख्नु भएको छ है। तर हामीले चाहिँ के उयो गऱ्यो भने होइन, सार्वजनिक बरु जे जस्तो पर्ला है, एउटा उहाँहरूलाई उपहार स्वरूप चाहिँ एउटा उहाँको चाहिँ कस्तो होस् भने आउँदाखेरि पनि जाँदाखेरि पनि गाडी लिएर आउनु परोस्। गाडी पनि कस्तो भने युटिलिटीहरू लिएर आउनु परोस् है। तपाईँले देख्नुभयो यहाँ ब्याकमा पछाडि देख्नु भएको छ है। हामीले उहाँलाई चाहिँ उहाँको रिटायर पैसाहरू राम्रोसँगले राखोस् भन्ने चाहिँ एउटा गोदरेज एक-एकवटा गोदरेज लास्ट इयर पनि हामीले 7वटा गोदरेज उहाँहरूलाई एक-एकवटा दिएको थियो भनेदेखिलाई यसपालि पनि हामीले त्यही गोदरेज चाहिँ एक-एकवटा दिने त्यही मिलायो। यसको लागि त तपाईँहरूले अलिअलि राशिहरू जम्मा गर्नु पऱ्यो होइन। किनकि अब त्यो विभागबाट त होइन होला, पक्का पनि यो मजदुरको उठाउनु भयो होला। उठाइसके पश्चात मान्छेले कतिले लान्छन् भने लाउने कुरा गर्छ, पैसा उठाइ यस्तो कुरा छ होला। तपाईँहरू त लान्छन् भने के आएको छैन? जस्तै हामी सुरुमा त साह्रै पर्छ गर्दाखेरि 2024 लास्ट इयर चाहिँ लास्ट इयरको उयसमा चाहिँ के भयो भनेदेखिलाई फर्स्टमा हामीले मान्छेलाई अलिक सम्झायो होइन। अब सम्झाउँदाखेरि चाहिँ फर्स्ट त अलिकति उयो भयो कतिले, तर हामीले प्रष्ट कुरा राखेको थियो कि हामीले जुन चाहिँ मस्टरमा हामीले सबैलाई भनिसकेको थियो कि तपाईँको पैसा दिनुहोस्, तपाईँलाई हामी एक हरिसाब बुझाउँछौँ है। यसमा तपाईँहरूले यो हामीले उहाँहरूलाई बुझाउने काम पनि गर्यो, किन कति बेला नबुझेर यो उहाँहरूले नदिएको हो है। हामीले उहाँहरूलाई बुझाएपछि चाहिँ सबैले नै राम्रोसँगले दियो है। त्यस फलस्वरूप चाहिँ हामीले फेरि यो फेयरवेलको सके पश्चात चाहिँ
हामीले गन्तीमै हाम्रो मास्टरमै उहाँलाई हरिसाब पुरै प्रस्ताव सुनाएर, किनभने यो फेरल प्रोग्रामको चाहिँ कस्तो गरेको छ भनेदेखिलाई एउटा कमिटी नै फर्मेसन गरेको छ, सेक्रेटरी प्रेसिडेन्ट है, यसमा चिफमा मै बसेको छु है, मेरो देखरेखमा हुन्छ। अन्त सबै खजान्ती भन्छ है, केसियर पनि राखिएको छ। र हामीले लास्ट इयर चाहिँ 5,000 उफारेको थियो, यसपालि थियो फेरि 5,000 जोडेर चाहिँ अब यसपालि हेरौँ। यसमा कार्यक्रम त अब तपाईँले देख्नु भएको छ, भव्य भइरहेछ है। कति हुन्छ हाम्रो एकदमै हरेकको हरिसाब हामीले राखेका छौँ। यसपालि हामी त्यसरी नै हजुर मलाई लाग्छ सबैजना सन्तोकै छ जस्तो लाग्छ है। अनि विशेष गरी यो कार्यक्रम एकदमै राम्रो प्रकारले चलिरहेको छ। तपाईँहरूले अतिथि को चाहिँ बोलाउनु भएको थियो? यसमा अतिथिगण चाहिँ हामीले हाम्रै विभागका अधिकारी है, एचओ सुरेन राई उहाँ हुनुहुन्छ मेन आजको चिफ गेस्ट भनौँ न है। अन्त अरू त अब भ्याउनु सकेन, अरूलाई हामीले निमन्त्रणा गरेको थियो। अनि हाम्रा बर्मेकका ग्याङमेन यसै विभागको, तर बर्मेकमा उहाँले ड्युटी गर्नुहुन्छ, ग्याङमेनै हो उहाँ चाहिँ छ, अरू त हामी सबै यताकै छ। अनि अर्को कुरो हामीले अलिकति छोडेको चाहिँ के भनेदेखिलाई हामीले आजको यो फेरल सँगसँगै 11जना श्रमिकहरूलाई चाहिँ बगानमा राम्रो काम गर्छ, अहिलेसम्म गरिरहेको छ, हुन त थुप्रैले गरिरहेछ। त्यो बिचमा पनि हाम्रो डाइरेक्टर साहबको एउटा स्लोगन छ, मेरो बगान है मेरो गर्व भन्ने है। हामीले काम लाउँदा उहाँले एकदमै राम्रो प्रकारले मुख नलागिकन जसले गर्छ है, आफ्नो बगान सम्झेर जसले राम्रो काम गरिरहेको छ, कफी फिल्डमा, ओरेन्ज फिल्डमा, यता एबिकेक फिल्डमा, सिन्कुना फिल्डमा जसले राम्रो गरेको छ उहाँलाई 11जनालाई चाहिँ हामीले खदा लगाएर भने सम्मान जनाउने कार्यक्रम पनि आज हामीले गर्यौँ। यो हाम्रो यथावत रहनेछ। यो प्रोग्राम, यो आजको प्रोग्राम सक्सेस हुनुमा चाहिँ म सम्पूर्ण मेरा सुपरभाइजर डन्ठी है, अनि सम्पूर्ण श्रमिक वर्गहरूलाई म चाहिँ धन्यवाद दिन चाहन्छु है। अनि प्लस हाम्रो यो साङ्से सेरोफेरोका च्यानल भाइ हाम्रो प्रणय राईलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु, किन मैले भनेपछि उहाँ आइदिइहाल्नुहुन्छ, उहाँलाई पनि एकदमै धन्यवाद छ। तपाईँहरूले अघिल्लो वर्ष पनि सायद गर्ने हुन्छ होला, आउने वर्षहरूमा पनि है। तपाईँहरूले त्यो दिनको लागि शुभकामना दिँदै सम्पूर्ण दिनको धन्यवाद दिन चाहन्छु। हुन्छ।